लागि भगवान सर्वस्व बिर्सेर तुरन्त देवताहरूसँग आएर दक्ष प्रजापतिको यज्ञ पूर्ण गरेर जस्तै भगवान जाँदै हुनुहुन्थ्यो त्यो जाँदै गर्दा भगवान नारायणले त्यो सभामा ब्राह्मण आदिहरूलाई सम्झाए, हेर ब्राह्मण हो, दक्ष प्रजापतिले गरेको जस्तो कर्म जीवनमा कहिल्यै नगर्नु। ब्रह्मा विष्णु महेश यी हामी तीनवटा देवताहरू अलग भए पनि एउटै हौ। त्रयाणाम एक भावानाम यो न पश्यति वै विदाम। जो तीन देवतामा भेद देख्छ, भगवान शंकर ब्रह्मा और नारायण भेद गरेर भगवान प्रति घृणा गर्छ, त्यसको कहिल्यै कल्याण हुँदैन। इष्ट एक भए पनि सम्मान सबको बराबर हुनुपर्छ, पूजा सबको बराबर हुनुपर्छ। तीन देवमा यदि कसैले भेदभाव देख्छ भने शशान्तिम अधिगच्छति। त्यो महाराज हजारौं हजार वर्षसम्म आरम्भ समयमा भगवान शंकरले विचार गर्नुभयो कि सर्वप्रथम सृष्टि अग्रसर गर्नको लागि नारायण और ब्रह्माको सृष्टि आरम्भ गर्नु। एक तरफ विष्णुको सृष्टि भयो, अर्को तरफ चतुर्मुखी ब्रह्माको सृष्टि भयो। जहाँ महाराज चतुर्मुखी ब्रह्माको सृष्टि भयो और विष्णु को सृष्टि भयो, ब्रह्मा जी महाराज आफ्नो तपस्यातर्फ अग्रसर भए। यता महाराज हजुर मान्छे आउने क्रम जारी नै छ। गरिमा त्यही मेरो भिडियो खिच न, यस्तै भिडियो चलिरहेछ।